साथीहरु तपाईहरुको मोबाइलमा पनि बेला बेलामा एड्स आएर अथवा विज्ञापन आएर चाहिँ हैरान हुनुहुन्छ भने अथवा तपाईले मोबाइल चलाउँदै गर्दाखेरि अथवा ग्यालरीमा गएर फोटो हेर्दै गर्दा अथवा भिडियो हेर्दै गर्दा पनि तपाईकोमा एड आएर चाहिँ हैरान हुनुहुन्छ भने आजको यस भिडियोलाई अन्तिम समय हेर्नु होला है। आज तपाईहरुलाई जस्तो सुकै एडहरु पनि बन्द गर्ने तरिका सिकाउँदै छु र तपाईको मोबाइलमा पनि यस्तै एड आएर चाहिँ हैरान हुनुहुन्छ भने चाहिँ म तपाईहरुलाई सम्पूर्ण तरिका सिकाउने छु कि जुन तरिकाले तपाईले अबदेखि चाहिँ आफ्नो मोबाइलमा एकदमै सँगले सजिलो तरिकाले चलाउन पाउने हुनेछ भन्दै म तपाईहरुलाई चाहिँ मोबाइल स्क्रिन शेयर गरिरहेको छु। त्यसलाई मजाले हेर्नु होला। मैले जति पनि सेटिङहरु बताएको छु त्यो सेटिङहरुलाई मजाले पुरा गर्नु भने तपाईकोमा 100% चाहिँ एडहरु बन्द हुनेछ र तपाईको चाहे जुनसुकै मोबाइल होस् मतलब जुनसुकै कम्पनीको मोबाइल होस् त्यसमा म्याटर भएन तर तपाईकोमा एड चाहिँ 100% बन्द हुन्छ है त भन्दै म तपाईहरुलाई मोबाइल स्क्रिन शेयर गर्दै छु है। साथीहरु म तपाईहरुलाई चाहिँ यहाँनिर मोबाइल स्क्रिन शेयर गरिरहेको छु र म सबैभन्दा पहिला चाहिँ एउटा बेस्ट सेटिङ बताउँदै छु जुन सेटिङले तपाईले डिलिट गरिदिनु भयो भने चाहिँ तपाईले आफ्नो मोबाइलमा आउने एड्स चाहिँ सधैँको लागि बन्द गर्न सक्नुहुन्छ। र त्यसको लागि सबैभन्दा पहिला चाहिँ तपाई आफ्नो मोबाइल स्क्रिनमा आउनु होला र तपाई जुनसुकै मोबाइल भए तापनि त्यसको लागि सबैभन्दा पहिला यो सेटिङको अप्सन छ नि यो सेटिङलाई चाहिँ चुज गर्नु होला है। र यहाँनिर सेटिङमा गइसके पछाडी यहाँ देख्न सक्नुहुन्छ यहाँनिर सर्च पनि गर्न सक्नुहुन्छ अथवा तपाईले तर स्क्रोल गर्नुभयो भने यहाँ तल देख्न सक्नुहुन्छ यसो गर्दै जानु होला। यहाँ तल देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यो गुगल लेखेको एउटा अप्सन हुन्छ है। यो गुगल लेखेको अप्सनमा चाहिँ तपाईले टच गर्नु होला है। र यहाँनिर टच गरिसके पछाडी यहाँनिर यस्तो किसिमको खोल्छ यहाँनिर देख्न सक्नुहुन्छ है। यहाँ देख्न सक्नुहुन्छ यहाँ रिकमेन्डेड लेखेको छ र त्यसमा हामी नजाने सबैभन्दा पहिला हामी यहाँनिर अल सर्भिसेस लेखेकोमा यसमा जाने है। यसमा टच गर्ने र यहाँनिर टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर यस्तो किसिमको छ यहाँ तलसम्म हेर्दै जानु होला। र यहाँनिर अब हामीले यहीँबाट हामीले चाहिँ एउटा सेटिङलाई चाहिँ हामीले डिलिट गर्नुपर्ने हुन्छ अथवा हामीले यहाँनिर जुन यो हाम्रो एडभर्टाइजिङको आइडी बनेको हुन्छ त्यसलाई चाहिँ हामीले डिलिट गरेर फाल्नुपर्ने हुन्छ है। त्यसको लागि सबैभन्दा पहिला यहाँ तल देख्न सक्नुहुन्छ यो एडीएस लेखेको एड्स लेखेको यसमा टच गर्नु होला है। र यहाँनिर टच गरिसके पछाडी यहाँनिर यस्तो किसिमको खोल्दा छ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर यस्तो किसिमको खोल्दा छ र यहाँनिर लेखेको हुन्छ यहाँ हेर्नु होला यहाँ छ यस्तो छ यहाँनिर यस्तो छ। र अब हामीले चाहिँ यहाँनिर गर्ने भनेको चाहिँ यो डिलिट एडभर्टाइजिङ आइडीलाई चाहिँ हामीले डिलिट गर्ने है। सबैभन्दा पहिला हामीले यस आइडीलाई चाहिँ डिलिट गर्ने त्यसको लागि हामीले यसैमा टच गर्नुपर्ने हुन्छ। र यहाँ टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ यो डिलिट एडभर्टाइजिङ आइडी लेखेको यसलाई टच गर्नु होला। र यहाँनिर हाम्रो त्यो आइडी चाहिँ डिलिट भइसकेको छ यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो त्यो आइडी चाहिँ यहाँनिर डिलिट भइसकेको छ। र त्यस पछाडि अब म तपाईलाई अर्को सेटिङ बताउँदैछु। त्यसको लागि सबैभन्दा पहिला यसरी ब्याक सर्दै जानु होला र सबैभन्दा पहिला तपाईँ स्क्रिनमै पुग्नु होला है होम स्क्रिनमै पुग्नु होला है। र त्यस पछाडि तपाईँ यहाँ मोबाइलको होम स्क्रिनमा आइसके पछाडि यहाँनिर यस्तो किसिमको देख्न सक्नुहुन्छ र तपाईले अब गुगल क्रोममा जानुपर्ने हुन्छ है। त्यसको लागि यहाँनिर देख्न सक्नुहुन्छ यस्तो किसिमको लोगो हुन्छ यसमा टच गर्नु होला। र यहाँनिर टच गर्ने बित्तिकै यहाँनिर यस्तो किसिमको खोल्दछ यहाँ हेर्नु होला। र सबैभन्दा पहिला हामीले विचार गर्नुपर्ने कुरा के छ भने यो तीनवटा टिक छ नि धर्का मतलब यो टिका छ नि यसमा चाहिँ यो तीनवटा टिकामा चाहिँ हामीले टच गर्नुपर्ने हुन्छ है। र यहाँ टच गरिसकेपछि यहाँ तल देख्न सक्नुहुन्छ यहाँनिर पनि एउटा सेटिङको अप्सन छ यो सेटिङको अप्सनमा टच गर्नु होला। र यहाँ टच गरिसके पछाडि यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर यस्तो किसिमको छ यहाँ देख्न सक्नुहुन्छ। र यसलाई अझै तल हेर्दै जाउँ यसलाई अलिकति तल लैजाउँ र यहाँ तल देख्न सक्नुहुन्छ हाम्रो एउटा अर्को सेटिङको अप्सन छ जहाँ चाहिँ साइड सेटिङ लेखेको छ यहाँ देख्न सक्नुहुन्छ यो साइड सेटिङ लेखेकोमा चाहिँ टच गर्नु होला है। र यहाँ टच गर्ने बित्तिकै यहाँनिर यस्तो किसिमको खोल्दछ यहाँ हेर्नु होला यहाँनिर यस्तो किसिमको खोल्दा छ। र यहाँ तल देख्न सक्नुहुन्छ माथिदेखि म देखाउँदै लान्छु बिस्तारै जानु होला र तपाईले एउटा अप्सन खोज्नु होला जहाँ चाहिँ तपाईले एड्सहरु देखाउने गर्दछ त्यहाँ देख्न सक्नुहुन्छ यहाँनिर यो एड्स लेखेकोलाई चाहिँ तपाईले टच गर्नु होला है। र यहाँ टच गर्ने बित्तिकै यहाँनिर देख्न सक्नुहुन्छ यो यदि तपाईको यो अप्सन चाहिँ यदि अन छ भने चाहिँ तपाईकोमा एड देखाउने प्रब्लम हुन्छ र यदि अन छ भने यसलाई चाहिँ अहिले नै अफ गरिहाल्नु होला है। र त्यस पछाडि तपाईकोमा आउने जति पनि एडहरु छ त्यो सबै बन्द हुन्छ है। त्यसको लागि तपाईले यसलाई अफ गर्नु होला। र अब यति भइसके पछाडि अब हामी ब्याक सरौँ र यति गर्दा पनि तपाईकोमा एड्स आइरह्यो भने चाहिँ तपाईले अर्को सेटिङ गर्नुपर्ने हुन्छ म तपाईलाई सिकाउँदै छु है।
र त्यस पछाडि साथीहरू फेरि तपाईँहरू सेटिङमै जानु होला। यहाँ सेटिङमा गइसके पछाडि यहाँनिर तल देख्न सक्नुहुन्छ, तल जाउँ, यो एप्स लेखेको यसमा जानु होला र यहाँ जति पनि एप्सहरू छ यसमा हेर्नु होला र यहाँ सबैभन्दा पहिला तपाईँले चाहिँ यो म्यानेज एप्स लेखेकोमा टच गर्नु होला है। म्यानेज एप लेखेकोमा टच गरिसके पछाडि यहाँनिर जति पनि एप्सहरू छ हामीसँग त्यो सम्पूर्ण देखाउँछ। यहाँ देख्न सक्नुहुन्छ है, सम्पूर्ण एप्सहरू देखाउँछ, यहाँ देख्न सक्नुहुन्छ। र यहाँ जति पनि एप्सहरू छ नि, यदि तपाईँले देख्नुभएको यहाँ जति पनि एप्सहरूमा चाहिँ यदि कुनैको पनि लोगो यदि छैन भने चाहिँ त्यसलाई तपाईँले डिलिट गर्नुपर्ने हुन्छ। यदि तपाईँले त्यस्तो किसिमको एप्सहरू भेट्नुभयो भने, मतलब यस्तो यहाँ देख्न सक्नुहुन्छ यस्तो लोगोहरू हुन्छ नि, यस्तो लोगो भएको एप्सहरू छ भने ठिक छ। यदि यो लोगो भएको एप्सहरू छैन भने चाहिँ तपाईँले त्यसलाई डिलिट गर्नुपर्ने हुन्छ। र यदि तपाईँले त्यसलाई डिलिट गर्नुभयो भने चाहिँ तपाईँले विज्ञापन आउने प्रब्लमबाट चाहिँ तपाईँले सधैँको लागि चाहिँ छुटकारा पाउन सक्नुहुन्छ भन्दै, यदि तपाईँले पनि एड्स आउने प्रब्लम भोगिरहनु भएको छ भने चाहिँ यो तीनवटै सेटिङलाई चाहिँ यदि एकचोटि फेरि हेरेर गर्नुभयो भने, अन गर्नुभयो भने अथवा केही मैले जे भनेको छु त्यही गर्नुभयो भने चाहिँ तपाईँले 100% मोबाइलमा आउने एड्सबाट चाहिँ मुक्त पाउन सक्नुहुन्छ है त साथीहरू।